काठमाडौँबाट 2 घण्टामा यस्तो राम्रो लोकेसनमा पुगेको थियौँ हामी। यसको एक्ज्याक्ट लोकेसन चाहिँ मलाई पनि थाहा छैन, किनभने हामी जहाँ पुग्ला पुग्ला भनेर निस्केको थियौँ। यसको लागि चाहिँ हामी बिहान उठेर टेम्पो चढेर हाम्रो अरू साथीहरूलाई भेट्यौँ, अनि शिवपुरी हुँदै नुवाकोट गयौँ। कहाँ जाने केही थाहा छैन, यत्तिकै हिँडेको हामी खासमा। एकछिन त्यहाँ दरबार घुमेर हामी फिर्ता आयौँ, अनि खाजा खाना बसेर चाहिँ हामी घर फिर्ता आउँदै थियौँ। फिर्ता आउँदाखेरि 2टा बाटो थियो, हामी रङ बाटो चाहिँ गएछौँ। एन्ड वी फाउन्ड दिस ब्युटिफुल लोकेसन। प्लिज कसैलाई थाहा छ भने यो एक्ज्याक्ट लोकेसन भनिदिनु, तर मलाई चाहिँ यो नुवाकोट हो भनेर मात्र थाहा छ। अनि हामीलाई पानी र बालुवा देखेपछि त खेल्नु परिहाल्यो, त्यही भएर बालुवाले एकछिन हामीले होली खेल्यौँ। एकछिन होइन, अलि धेरै नै बेर खेल्यौँ हामीले। यति राम्रो सनसेट देखेको थियो त्यो मुमिन कार्टुनहरूमा देखाउँछ नि त्यो सिनहरू, अनि पछाडि चरा किराहरू कराइरहेको हुन्छ, सेम त्यस्तै थियो। यस्तो राम्रो थियो त्यो ठाउँ। अनि खेल्दा खेल्दै अँध्यारो भइसकेको थियो, अनि सबैजनाले बालुवा पखालेर अनि दौडा दौड गरेर घर गएको थियौँ। राति त्यो जङ्गलको बाटोमा हाम्रो 3टा बाइक कसैको बाइक थिएन, तर ठिकै भयो, किनभने हतारिँदै दिउँसै घर आएको भए यसरी बालुवा फाइट नथाक्नुन्जेलसम्म खेल्न पाउँदैन थियो होला हामीले। यसरी नै कहिलेकाहीँ अनप्लान ट्रिप नै रमाइलो हुन्छ के। Ha ha ha!